मालिक थोड़ा सा गल्ती हो गई बिस्तारै सानो कपालको रहेछ जस्तो तार देख्न सक्नुहुन्छ भिडियोमा के हुन्न क्या हो त्यही तार तानेर मात्र बस्ने हो र यो सिक्ने होइन बस बस के चाहियो कटर डायमन्ड कटर भएन अलि यतै बाहिर यहाँसम्म छ ल्याउनु न स्याट ढाक्ने बस काट्यो नयाँ कटर नयाँ मेसिन चलाउन पाउँदा नि कस्तो नकाट्ने होला देखियो बस अर्को हेरेर नि सिक्ने कुरा हो यो चाहिँ तर नगरेसम्म सिकिँदैन सुरुमा हात काम छ मेरो त सबै काम थियो यार सुरुमा मेसिनमा राख्ने बेला कि अरू बेला होइन मेसिनको सेवा हुन्छ नि त्यो ठ्याक्क भएन त्यो मैले उल्टे समात्छु होइन यतिको ल्याउने को यस्तै बिचमा लाइन तान्ने कति तान्ने कति चाहियो कहाँ राखेको तिमीले यहीँकै लास्ट एक झिका छ नि यो लास्ट एक झिकामा हल्का चाप्ने त्यत्तिकै च्यापेको अनि कसो त्यत्तिकै त हो च्याप्ने कि मेसिन ल्याइदिने हो च्याप्ने पनि बस यो अन्त शैली अनि यो काममा आत्तिँदैन धैर्य एकदम शान्त तरिका त्यो आत्तेर छिटो भ्याएर के गर्नुहुन्छ र भोलि बिहान त्यही ठाउँमा लस आउँछ जोड्दाखेरि चाहिँ एकदम राम्रो तरिकाले यहाँहरूलाई सिकाउनु हुने हाम्रो सुरज सरजी आज छिटी सरको यहाँ ट्रेनिङ हुँदैछ बिचमा ट्याक्क सर यहाँ सिम्ल्याउनु है त्यसलाई अलि यतै हजुर ट्याक्क यहाँ बिचमा राखेर त्यहाँ होइन चुक्नुहोस् मेसिनमा हाल्दाखेरि हल्का अझै पछाडि यो घाट छ नि यो घाटदेखि यति अगाडि चाहिँ सार्नु बस च्याप्दिनु अब त्यसलाई पनि यो बन्द गर्ने अर्को गराउनु अर्को छिर्नु ठ्याक्क यो छिटो हुन्छ होइन अनि यो निकाल्नु जोड्यो बस कति राम्रो छ